लाई हामीले बजारमा विस्तार गर्ने उद्देश्य लिएका छौँ। त्यसले 0.1% क्राइमको रेसियोलाई घटाउन सक्यो भने पनि त्यसमा परोक्ष रूपबाट हामीले कन्ट्रिब्युट गरेको छ। हाम्रो आजको कार्यक्रमलाई वन्डरफुल बनाइदिनु भयो। हजुरहरूको उपस्थितिले हाम्रो प्रडक्ट लन्चलाई अझै शानदार बनाएको छ। भिजन चाहिँ अब वर्ल्डमै ग्लोबली नै हाम्रो प्रडक्ट लन्च गरेर लाइक नेपाली ब्रान्डले पनि ग्लोबल मार्केटमा स्ट्यान्ड आउट गर्न सक्छ भनेर देखाउने हाम्रो भिजन हो र नेपालमै पनि केही गर्न सकिन्छ भन्ने चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ यही नै थियो।